आज म तपाईँलाई फ्रीमा चाहिँ के कसरी हेर्ने भनेर देखाउँछु है त सजिलो तरिकाले। सुरुमा जानुहोस् आइसिसी टिभी भनेर सर्च हान्नुहोस्। यहाँनिर आइसिसी टिभीको वेबसाइट आउँछ, त्यहाँ गएर तपाईँले साइन इनमा जानु होला। मोबाइलबाट पनि सेम यही नै हुन्छ है। यहाँ गएर चाहिँ तपाईँले साइन अपमा हाल्नु होला। मोबाइलबाट चाहिँ झन् एप हुन्छ, तपाईँले मोबाइल एप डाउनलोड गरेर गर्न सक्नुहुन्छ। सो यहाँनिर चाहिँ तपाईँले आफ्नो नाम, इमेल चाहिन्छ। इमेल छैन भने पनि डोन्ट वरी, म तपाईँलाई ट्रिक सिकाउँछु। सो नाम राखौँ यहाँ नेपाल भनेर, नेपाली नेपाली के ओके, यहाँ चाहिँ तपाईँले जे राखे पनि हुन्छ है, वाटेभर है, यो टेम्पररी हो होइन, नेपाली हो। त्यसपछि चाहिँ मेलिनेटर भनेर हाल्नु होला। मैले के हानिरहेको छु भने थाहा छैन भने चाहिँ यहाँ तपाईँले एउटा वेबसाइट पाइन्छ मेलिनेटर.com भनेर, यहाँ जानु होला। अनि तपाईँ जुन हान्नुहुन्छ, तर यो चाहिँ तपाईँको पछाडिको चाहिँ म्याच हुनुपर्छ है यताको यो मेलिनेटर भन्ने वर्डसँग। सो यसलाई यहाँ कपी गरौँ, यहाँ गएर पेस्ट हानौँ, यसलाई कपी गरौँ, अनि त्यसपछि आएर यहाँ पेस्ट हानौँ, भेरिफाई कोड गरौँ, र तपाईँ विदेशमा हुनुहुन्छ भने विदेशको हाल्नु होला है। सपोज म अब जापानमा हुनुहुन्छ भने चाहिँ लेट्स से जापान, अनि यहाँ गएर फेभरेट टिम अब वाटेभर राख्थ्यौँ है, नेपाल आउँछ। पासवर्ड 1 2 3 पासवर्ड 1 2 3। सो पासवर्ड हालेपछि चाहिँ तपाईँले यहाँ दुइटामा मात्रै चेक गर्नुभयो हुन्छ है, अरू चाहिँ हाल्नु पर्दैन। हाले पनि हुन्छ, त्यसै त्यो इमेलमा जाने हो जे पनि। सो यहाँ क्रिएट अकाउन्ट गर्नुहोस्, एकछिन टाइममा छ। सेभ गरेर पनि नगर्नु। सो तपाईँले लगइन गरिसक्नु भएपछि चाहिँ यो पेज आउँछ है। यो पेजमा आएर तपाईँले चाहिँ यहाँ म्याच सेक्सनमा जानुभयो भने चाहिँ अहिले कुन चाहिँ म्याचहरू चाहिँ लाइभ भइरहेको छ हेर्न मिल्छ। सो यहाँ गयो भनेर तपाईँले यदि लाइभ दिइरहेको छ भने चाहिँ यहाँ त तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ जानुभयो भने चाहिँ तपाईँको भिडियो मजाले चल्छ है त। अहिले चाहिँ मैले चाहिँ स्क्रिन रेकर्ड गरेको भएर चाहिँ यो देखाइरहेको छैन, बट एक्चुअलीमा चाहिँ यो हेर्न मिल्छ है।